त्यस्तै गरेर आउनुहोस् एउटै अक्षरले र र लको भूमिका कसरी चाहिँ निर्वाह गरेको हुन्छ र कस्तो ठाउँमा प्रयोग हुँदा र हुन्छ, कस्तो ठाउँमा प्रयोग गर्दा चाहिँ ल हुन्छ, यसको बारेमा हामी बुझ्नेछौँ। त्यस्तै गरेर अले पनि एउटै अक्षरले दुईटा अक्षरको कसरी चाहिँ भूमिका निर्वाह गरेर कस्तो अवस्थामा प्रयोग गरेको हुन्छ भन्ने विषयमा हामी सिक्नेछौँ। जस्तै यहाँ आउनुहोस्, अले यसलाई अ मानिन्छ भने ङ पनि मानिन्छ, यसले अ र ङको भूमिका कसरी निर्वाह गरेको हुन्छ भन्ने विषयमा हामी छलफल गर्नेछौँ। यो अ अगाडि आएमा चाहिँ अ नै हुन्छ, त्यस्तै गरेर तल झुन्डेर आएमा चाहिँ ङको उच्चारण यसले दिन्छ। जस्तै खाङ, यो अ यहाँ तल आएपछि ङको प्रयोग भयो, यो ङ चाहिँ यहाँ प्रयोग भयो। जस्तै खाङ भनेको नदी, जस्तै फाङ भनेको कोठा, फा तल यो झुन्डेर आएपछि यसको ङको उच्चारण भयो। त्यस्तै हामी र लको बारेमा पनि बुझ्नेछौँ। जस्तै यो र भयो, यो र भयो, यो ल भयो। जस्तै सुरुमा आएमा ल हुन्छ र तल आएमा आधी ल हुन्छ। त्यस्तै गरेर लामा, जस्तै होइन अगाडि आयो नि त यो ल, यहाँ अगाडि आएपछि यसको उच्चारण चाहिँ लामा भयो। जस्तै यहाँ पनि लामेन, होइन लामेन। अनि त्यस्तै गरेर यहाँ तल झुन्डेर जुन यो ल, यहाँ तल यो र तल झुन्डेर आएपछि यसको उच्चारण चाहिँ आधी ल हुन्छ। जस्तै माल, होइन माल। जस्तै थाल, यहाँ तल झुन्डेर आयो नि त, यो खास त र हो नि त, र चाहिँ तल झुन्डेर आएपछि यसको उच्चारण चाहिँ लमा परिणत हुन्छ। जस्तै आधा लमा थाल। जस्तै पछाडि आएमा चाहिँ यसको र नै उच्चारण हुन्छ। जस्तै पछाडि मारी, होइन मारी, यहाँ चाहिँ मारी नै भयो। जस्तै मिरा भयो। त्यही किरा भयो। यसरी पछाडि आएमा चाहिँ यसको उच्चारण र हुन्छ। जस्तै अगाडि आएमा चाहिँ ल हुन्छ र तल आएमा चाहिँ आधा ल हुन्छ। हामी यसरी प्रष्ट हुन्छौँ। आउनुहोस् आज हामी शब्द निर्माण गर्ने नियमहरूको बारेमा सिक्नेछौँ। जस्तै यो 5वटा भवेल्स छ, जुन स्वर वर्णलाई चाहिँ हामी 19वटा व्यञ्जन वर्णको पछाडि राखेर हामीले शब्द निर्माण गर्न सक्दछौँ। जस्तै हामीले पढेका थियौँ, जस्तै व्यञ्जन वर्ण 14वटा एकल व्यञ्जन वर्ण र 5वटा चाहिँ जोडी व्यञ्जन वर्ण भनेर पढेका थियौँ। त्यसैको आधारमा हामी यहाँ आज शब्द बनाउन गइरहेका छौँ। जस्तै स्वर वर्ण, यो स्वर वर्ण 5वटालाई चाहिँ व्यञ्जन वर्णको पछाडि राखेर हामी यसरी शब्द निर्माण गर्दछौँ। जस्तै कन्सोनेन्ट प्लस भवेल्स गरेर व्यञ्जन वर्ण र स्वर वर्णलाई मिलाएर हामी शब्द निर्माण गर्दैछौँ। जस्तै ग प्लस अ ग, म प्लस आ मा, त्यस्तै गरेर स प्लस इ सी, द प्लस इ दी। अरू 5वटा स्वरहरूलाई हामी तल राखेर शब्द निर्माण गर्न सक्दछौँ। जस्तै उ, यु, ओ, यो स्वर वर्णहरूलाई चाहिँ हामी व्यञ्जन वर्ण 19वटा व्यञ्जन वर्णको तल राखेर शब्द निर्माण गर्दछौँ। ग प्लस उ गो, म प्लस उ मो, यसरी नै हामी शब्द निर्माण गर्न सक्दछौँ। आउनुहोस् आज हामी उच्चारणका नियम र विधिबारे अध्ययन गर्नेछौँ। जस्तै फारुमी ख्युजिक भनेको उच्चारणका नियम र विधिहरू हुन्। जस्तै उच्चारणको नियम र विधिमा इफ फर्स्ट लेटर अगाडि आएमा, सुरुमा आएमा, जस्तै 4वटा अक्षरहरू चाहिँ सुरुमा आएमा यसको उच्चारण चाहिँ स्वत गको ख हुन्छ, दको थ हुन्छ र बको फ हुन्छ र जको छ हुन्छ। जस्तै यहाँ हामी उदाहरणमा देख्न सक्छौँ, ग, द, ब, ज का उच्चारणका नियमहरू यो 4वटा अक्षरहरू कुनै पनि शब्दको पहिलो अक्षरबाट सुरु भएमा ख, थ, फ, छ हुन्छ। जस्तै यहाँ गको ख, दको थ, बको फ र जको छ उच्चारण हुन्छ। ख खोगी, खोगी भनेको मासु, खादा भनेको त्यस्तै गरेर जानु, खाम्गी भनेको रुगाखोकी, जस्तै खागे भनेको पसल,
जस्तै अब दको पालो, यहाँ दको स्वत थमा परिणत हुन्छ। जस्तै थाम्बे, थाम्बे हुन आयो। जस्तै थाम्बे, थाम्बे भनेको चुरोट, थोमा भनेको चपिङ बोर्ड, र थाछिदा भनेको चोट लाग्नु, चोटपटक लाग्नु, र थोक्खु भनेको उपकरण। त्यस्तै गरेर बको पालो सुरु भयो। यहाँ फर्स्ट लेटरमा ब आउनु बित्तिकै यसको उच्चारण चाहिँ फमा परिणत हुन्छ। जस्तै फमा परिणत हुँदा फाङ, फाङ भनेको कोठा। जस्तै यहाँ फोगी, फोगी भनेको उदाहरण। जस्तै फादा, फादा भनेको समुद्र। त्यस्तै गरेर फी, फी भनेको आकाशमा बाट पर्ने पानीलाई फी भनिन्छ। साधारणतया पिउने पानीलाई चाहिँ मूल भनिन्छ भने आकाशबाट परेको पानीलाई चाहिँ फी भनिन्छ। त्यस्तै गरेर जको पालो, यहाँ जको उच्चारण चाहिँ सिधै छमा परिणत भएर छुच्छा पार्किङ, छिदो नक्सा, छादा सुत्नु, छाकु घरिघरि बारम्बार, छामी निन्द्रा, छिम भारी। जस्तै छिम भनेको भारी भन्नाले सामानको भारी, विभिन्न भारीलाई चाहिँ छिम भनिन्छ।